हेलो हजुर नमस्कार। म चाहिँ जिएम एम्पायर स्टुडियो एन्ड इन्स्टिच्युटको सिइओ बोल्दैछु, यसराज जिएम होइन। अब हाम्रो जुन एडभर्टाइजमेन्टको विषयमा चाहिँ धेरै व्यक्तिहरूको गुनासो रहेकोले आज चाहिँ म चाहिँ टिकटक मार्फत चाहिँ युट्युब मार्फत चाहिँ फेसबुक मार्फत चाहिँ होइन सोसल मिडिया विभिन्न सोसियल ह्यान्डल मार्फत चाहिँ तपाईँको गुनासोलाई चाहिँ लिएर चाहिँ आएको छु। पक्कै पनि विभिन्न एडभर्टाइजहरू हेर्दाखेरि तपाईँलाई के लाग्न सक्छ भनेपछि यो दुकान स्टुडियो हो कि इन्स्टिच्युट हो भन्ने लाग्छ होला। त्यही प्रश्नको उत्तर चाहिँ दिनको लागि चाहिँ म आएको छु। धैर्यताको साथ सुनिदिनु होला र केही समय चाहिँ मेरो पनि आवाजलाई चाहिँ मध्यनजर गरिदिनु होला होइन। अब यो चाहिँ जिएम एम्पायर स्टुडियो इन्स्टिच्युट पहिला चाहिँ सुरज किराना पसल भन्ने थियो। सुरज किराना पसल हाम्रो बुवाले चलाउनु गर्नुहुन्थ्यो। बुवाको देहान्त भएपछि उहाँ चाहिँ स्वर्गवास हुनु भएपछि हामीले चाहिँ त्यही दुकानलाई चाहिँ सुरज किराना पसललाई चाहिँ रिक्रिएट गरेर चाहिँ जिएम एम्पायर स्टुडियो एन्ड इन्स्टिच्युट बनायौँ, जुन चाहिँ मेरो कार्यक्षेत्रभित्रमा पर्दछ होइन। र यो चाहिँ एक हिसाबले चाहिँ जिएम एम्पायर स्टुडियो एन्ड इन्स्टिच्युटलाई चाहिँ अझै ब्रिफली रूपमा भन्नुपर्दाखेरि हाम्रो यो दाङ जिल्लामा चाहिँ अब जहाँ पनि तपाईँले स्टुडियो हेर्न पाउनुहुन्छ, इन्स्टिच्युट हेर्न पाउनुहुन्छ, तर यो दुइटै चिजलाई एउटैमा चाहिँ कम्बाइन गरेर मर्ज बनाइएको यो पहिलो पटक हो होइन। अब यो हुन त हाम्रो यो भालुगाङमा चाहिँ 25 वर्षको जुन स्वर्णीय वर्ष छ त्यसको अवसरमा चाहिँ हाम्रो पूजनीय स्वर्गीय श्री टङ्कबहादुर जिएमज्यूको पदचाप तथा होइन पदचाप तथा हाम्रो भिजनलाई चाहिँ ओइलाउँदै हामीले चाहिँ यो स्थापना गरेका हौँ जिएम एम्पायर स्टुडियो एन्ड इन्स्टिच्युट, जुन दाङ जिल्लामा मात्र होला सायद एउटा पहिलो पटक भएको एउटा व्यवसाय हो। र हामीले चाहिँ यसमा चाहिँ सेवा सुविधाको कुरा गर्नुहुन्छ भने चाहिँ हामीले स्टुडियोका कामहरूमा चाहिँ फ्रेमका कामहरू गर्ने गर्दछौँ। फ्रेमहरूको फोटोहरूलाई चाहिँ प्रिन्ट आउट निकालेर चाहिँ विभिन्न फोटो फ्रेम डिजाइन अनुसार साइज अनुसार हामीले चाहिँ निकाल्ने गर्छौँ होइन। अवश्य पनि तपाईँ आएर चाहिँ सेवाको मौका दिनुहुनेछ। र साथमा चाहिँ यही स्टुडियोमा चाहिँ इन्स्टिच्युट पनि मर्ज भएको छ। यो इन्स्टिच्युटमा चाहिँ हामीले चाहिँ बेसिक कोर्स लेभल वाइज तरिकाले लेभल 1, लेभल 2, लेभल 3 र एक्सपर्ट लेभल जुन हामीले चाहिँ अलिकति नयाँ नौलो लाग्न सक्छ यो जुन लेभललाई किन यसरी छुट्याएको होला भनेर चाहिँ होइन। यो चाहिँ तपाईँले अझै ब्रिफली रूपमा जान्न चाहनुहुन्छ भने तपाईँ आफै यो ठाउँमा आएर चाहिँ पालेर चाहिँ मसित जानकारी लिन सक्नुहुनेछ होइन। र साथमा चाहिँ हामीसित ग्राफिक कोर्सको लेभल 1 र लेभल 2 पनि छ सिकाउनको लागि होइन। यो चाहिँ एडभान्स लेभल हो, यसको आफ्नै दर रेट पनि छ फेरि होइन। अनि यसलाई चाहिँ सबै कोर्सहरू 6वटा कोर्सलाई मैले 2083को शुभ अवसर पारेर चाहिँ लन्च गरेको छु भालुगाङको यो प्राङ्गणमा चाहिँ। अवश्य पनि तपाईँले चाहिँ साथ दिनुहुनेछ र यो चाहिँ भिडियोलाई चाहिँ धेरैभन्दा धेरै सेयर गर्नुहुनेछ र सब्सक्राइब, लाइक, सेयर एन्ड कमेन्ट सबै प्रकारको किसिमले चाहिँ एउटा पोजिटिभ भाइब दिनुहुनेछ भन्ने म आशा गर्दछु होइन। र साथसाथै हामी कहाँ चाहिँ स्टेसनरीका आइटमहरू पनि अब उपलब्ध छन् होइन। स्टेसनरीका आइटमहरू भनेपछि तपाईँहरू बुझिसक्नु भयो होला के छन् यहाँ भनेर होइन। अब देख्न त यो दुकान चाहिँ सानो देखिन्छ होइन, तर यसमा चाहिँ खुद्राका आइटमहरू हामीले चाहिँ भर्सके चाहिँ खुद्राका आइटमलाई पनि मध्यनजर गर्दै अन्त किरानाका खुद्रा आइटमहरू तथा स्टेसनरीका खुद्रा आइटमहरू पनि हामीले उपलब्ध गराउने भएका छौँ। र साथमा चाहिँ हाम्रो चाहिँ गिफ्टका आइटमहरू पनि तपाईँले चाहिँ ओकेसनमा अहिले जस्तै गएको मदर्स डेमा चाहिँ विभिन्न श्रोताजनहरूले चाहिँ यहाँबाट चाहिँ गिफ्ट आइटमहरू लगेर चाहिँ मदर्स डे मनाउनु भयो। त्यसै गरी नै चाहिँ अब एनिभर्सरी डे पनि हुन्छ, त्यसै गरी नै अब म्यारिजका फङ्सनहरू पनि हुन्छन्, त्यो बेलामा चाहिँ गिफ्टका आइटमहरू दिनुपर्ने हुन्छ। र बर्थडेका आइटमहरू बर्थडे गिफ्टका आइटमहरू भए, अब भ्यालेन्टाइन डेका आइटमहरू भयो, यी सबै गिफ्टका आइटमहरू चाहिँ हामीले चाहिँ आउने समयमा चाहिँ इन केस अफ फ्युचरमा चाहिँ हामीले चाहिँ राख्ने पनि प्रतिबद्धता जनाएका छौँ होइन। र चाहिँ अलमलमा नपर्नु होला स्टुडियो एन्ड इन्स्टिच्युट भनेर चाहिँ यो स्टुडियो हो कि इन्स्टिच्युट हो कि भनेर अलमलमा नपर्नु होला। यो स्टुडियो र इन्स्टिच्युटलाई चाहिँ मर्ज गरेर बनाइएको एउटा स्पेसियालिटी बोकेको एउटा भिजन बोकेको एउटा पुरानो पदचापलाई चाहिँ ओइलाउँदै ल्याइएको एउटा व्यापार हो, व्यवसाय हो, जुन चाहिँ तपाईँको सेवाग्राहीको लागि हामी चाहिँ तत्पर रहनेछौँ। बिहान 6 बजेदेखि ओपनिङ आवर्स चाहिँ बिहान 6 बजेदेखि साँझको 8 बजीसम्म हुनेछ। र क्लासहरू चाहिँ अहिले फिलहालको लागि चाहिँ क्लासहरूको कुरा गर्दाखेरि चाहिँ हामी चाहिँ अब थियोट्रिकल रूपमा चाहिँ
अहिले चाहिँ पुरै लेभल वाइज कोर्सहरू चाहिँ लन्च प्रिन्ट आउट चाहिँ निकालिसकेका छौँ होइन। अब हामीले चाहिँ पढाउने पनि अब धेरै भन्नाले क्वान्टिटी भन्दा पनि क्वालिटीमा हामी बेस गर्छौँ। त्यो भएर चाहिँ हामीले चाहिँ अहिले चाहिँ कम्प्युटर चाहिँ खालि 2वटा मात्र राखेको छौँ। त्यही भएर पनि मैले प्रत्येक नोटमा चाहिँ सिमिट सिट रहेको हुँदा चाहिँ अहिले नै चाहिँ बुक गर्नु होला भनेर भन्नुको कारण पनि त्यही हो होइन। त अब चाहिँ एकचोटिमा चाहिँ हामीले धेरै भनेको चाहिँ 10 सिट चाहिँ 1 महिनामा चाहिँ लन्च गरेका छौँ। 10 सिटभन्दा हामी चाहिँ बढी लिन सक्दैनौँ होइन। किनभने चाहिँ हामीले चाहिँ व्यवसाय चाहिँ लाई चाहिँ स्टुडियोको पनि काम छ होइन। स्टुडियोको काम भएको अलावा चाहिँ हामी इन्स्टिट्युटको काम पनि सम्हाल्ने भएका छौँ र भविष्यमा चाहिँ माग अनुसार डिमान्ड अनुसार चाहिँ हामी चाहिँ अझै बढोत्तरी जानेछौँ भन्ने सङ्कल्प पनि लिएका छौँ होइन। अब यो चाहिँ हामी प्रयोगात्मक रूपमा छौँ र प्रयोगात्मक रूपलाई चाहिँ अगाडि बढाउँदै जुन होइन हाम्रो जीवनमा चाहिँ कसरी चाहिँ हामी चाहिँ अपडेट हुन सक्छौँ र समयलाई चाहिँ कसरी चाहिँ सदुपयोग गर्न सक्छौँ, खाली समयलाई चाहिँ कसरी चाहिँ युटिलाइज गरेर चाहिँ हामी चाहिँ यस ठाउँमा चाहिँ आफूलाई चाहिँ प्रतिस्थापन गर्न सक्छौँ, त्यो कुराहरूलाई चाहिँ हामी अवलम्बन गर्नेछौँ भन्ने चाहिँ विचार चाहिँ म तपाईँमा राख्दै यो भिडियो छोटो मिठो भिडियोबाट चाहिँ बिदा हुन्छु। हवस् त, नमस्कार। म चाहिँ CEO अफ GM एम्पायर स्टुडियो एन्ड इन्स्टिट्युट तपाईँलाई चाहिँ स्वागत गर्दछ है त। धन्यवाद।